ल मसँग आउनुहोस्, हामी त्यही पद पढ्नेछौँ। श्रेष्ठ गीतको किताब 2 अध्यायको 15 पद पढिदिनुहोस्। हाम्रा निम्ति ती स्यालहरू ती स्यालहरू ती साना स्यालहरू पक्रिदेऊ, जसले दागका बोटहरू बिगार्छन्। किनकि हाम्रा दागका बोटहरूमा हजुर कोमल अङ्कुरहरू लागेका छन्। हजुर, यो दागको बोट बिगार्ने यी मसिना स्यालहरूलाई पक्रिदेऊ भनेर रिक्वेस्ट गर्नुभएको थियो, रिक्वेस्ट गरेको कुरा पाउँछौँ। अनि यो दागको बोट चाहिँ के हो भन्दाखेरि चाहिँ क्रिस्चियनहरूको जीवन जिउने एउटा बाढीसँग हामीले यसलाई तुलना गरेका थियौँ। कि कसरी यो सानो सानो स्यालहरूले चाहिँ हाम्रो जीवनमा ती कुराहरूलाई तहस नहस गर्छ, जिउन गाह्रो पर्छ। अनि क्रिस्चियन भएर पनि हाम्रो जीवनमा धेरै निराशका कुराहरू, बुझ्न नसक्ने कुराहरू आउँछन्। त्यो विषयमा हामीले हेरिरहेका थियौँ है। त्योमध्ये हामीले तपाईँहरूको जीवन सम्बन्धित 5-6वटा कुराहरूलाई हेरेका थियौँ, जसमध्ये म तपाईँलाई फेरि एकपल्ट दोहोऱ्याउँछु। पहिलो कुरा थियो, जसलाई धेरै माया गर्यो उनी हामीबाट के हुन्छ? टाढो किन हुन्छ त? यसलाई बाइबलले कस्तो उत्तर दिन्छ त भन्ने सम्बन्धमा हामीले हेर्न लागिरहेका थियौँ। दोस्रो कुरा थियो कि हामीले पैसा नकमाएको होइन, तर हाम्रो हातमा रहँदैन। किन चाहिँ पैसा यति दिन कमाएर हामी मेहनत गरेर पनि हाम्रो हातमा पैसा रहँदैन भन्ने एउटा दोस्रो कुरा थियो। तेस्रो कुरा थियो, जीवनमा अलिकति हाँस्नु हुँदैन, के गरिहाल्नुपर्छ? रुनु परिहाल्छ। एक दिन हाँसेको जस्तो गरे भोलिपल्ट के गर्नुपर्छ? रुनु परिहाल्छ। किन यस्तो आँसु नै आँसुको जीवन हो क्रिस्चियन जीवनमा भन्ने हामीले हेर्दै थियौँ। तेस्रो स्याल यो थियो। चौथो स्याल के थियो भने चाहिँ जसलाई हामी धेरै विश्वास गर्छौँ त्यही मान्छे हामीलाई के गर्छ? धोका दिन्छ। अथवा भन्नुपर्ने अझै बुझ्ने भाषामा चाहिँ जो प्रति हामी गुण गर्छौँ त्यही मान्छेले हामीले के गर्छ? अवगुण देखाउँछ, गुण बिर्सिदिइहाल्छ। त्यो चौथो स्याल हामीले हेर्दै थियौँ। पाँचौँ स्याल चाहिँ के थियो भन्दाखेरि चाहिँ किन क्रिस्चियनहरूको घरमा पनि अशान्ति हुन्छ? किन क्रिस्चियनको घरमा पनि लडाइँ झगडा हुन्छ? किन क्रिस्चियनहरूको घरमा धेरैभन्दा धेरै आवाज आउँछ, लडाइँ परेको, भाँडाहरू ठट्टाएको? किन क्रिस्चियनको घरमा अशान्ति हुन्छ भन्ने 5औँ स्याल थियो है। यो 5औँ स्याल थियो। अर्को चाहिँ कुन चाहिँ थियो भने चाहिँ लास्ट स्याल थियो, कुनै पनि काम गरे त्यसमा के हुँदैन? हामी सफल हुँदैन। यो गरे त्यसमै नोक्सान, त्यो गरे त्यसमै नोक्सान, त्यो गरे त्यसमै नोक्सान। यो 6वटा स्यालहरू चाहिँ बाइबलमा श्रेष्ठ गीतको किताबमा चाहिँ त्यो सानो सानो स्यालहरूलाई चाहिँ हाम्रो निम्ति पक्रिदियो, जसले हाम्रो दागबारीलाई के गरिरहेको छ? बिगारिदिइरहेको छ। तपाईँ र मेरो परिवारको जीवन, मण्डलिक जीवन, क्रिस्चियन जीवनलाई पनि यो स्यालले चाहिँ तहस नहस गरिदिन्छ। अब बुझ्नु पर्दाखेरि तपाईँहरूले एउटा फुल रोप्नु भएको छ एउटा आँगनमा, मजाको फुल भरिरहेको छ अरे है। त त्यो फुलमा चाहिँ एउटा कुकुर भन्नुहोस् कि एउटा बिरालो भन्नुहोस्, एउटा कुखुरै भन्नुहोस् न, गएर त्यो बाङबुङ पार्यो भने तपाईँलाई कति मन दुख्छ कि दुख्दैन भन्नुहोस् त? रिस त पहिले नै उठ्छ, दोस्रो के हुन्छ? मन दुख्छ। यति मेहनत गरेर फुलिरहेको फुल कस्तो चिचिला लाग्दै गरेको बेलामा त टकटक भाँचिदिँदाखेरि कस्तो मन दुख्छ। म जहाँ बस्छु सुङदुङमा, त्यसको मुनिपट्टि दाजु, म बस्नेको दाजुको घर मुनिपट्टि चाहिँ उहाँ पनि विश्वासी हुनुहुन्छ अनिजुको, मुनिपट्टि चाहिँ मकैको उयो थियो, तपाईँको 2टा गरा थियो मजाको। अन्त मैले पनि सोचिरहेको थिएँ यो मकै पाकेर म पनि खाना पाउँछु भनेर है। त्यो के भएछ भन्दाखेरि त अस्ति म आएको त 2 दिनमा मात्रै दुम्सीले त के गरिदियो? सबै ढाक गरिदियो। मलाई तिमीले हेर्छु म सबै लडाइरहेको छ। अन्त कस्तो मजाले खाँदा छ भने दुम्सीले त सबै खाइदियो। अनि त्यो दुम्सीले के गर्यो भने त्यो दुम्सी कहाँ बस्छ खोजेर पनि त्यसलाई के लागेछ? धुवा लागेर चाहिँ खेदिसकेको छ। अनि मलाई भन्नुहुँदै थियो एउटा गरा त खाएकिरहेको थियो भाइ, त्यसलाई अर्को त खानु दिँदैन नि मैले भनेर पुरा रिसाउनु हुँदै थियो मलाई है। अनि मानिसको जीवनमा सानो मकै रोपेको बारीमा तहस नहस हुँदा त कस्तो रिस उठ्छ, मन दुख्छ। मेहनत गरेको हो नि त, घाम नभनी पानी नभनी छरेको, त्यहाँ के अरे त्यसलाई खाल्टा बनाएर मकैको दाना हाल्यो, अलिकति टुसा उम्ल्यो, खुसी भयौँ हामी। त्यसपछि त्यसलाई के गर्नुपर्छ फेरि? गोड्नु पऱ्यो। अलिक ठुलो हुँदै गयो, त्यसलाई मजाले सफा राख्यो। ठुलो हुँदै गएपछि त चिचिला बनाउँदै गएपछि त के हुन्छ? हामीलाई आश हुन्छ नि त। तर को आयो? यहाँ चाहिँ दुम्सी आयो। अन्त यो पार्टमा चाहिँ हाम्रो जीवनमा पनि खुसियाली आउला जस्तो हुन्छ। दुःखको दिनहरू सक्यो होला हौ, अब राम्रोसँगले जिउन सकिन्छ होला हौ, हामी क्रिस्चियनहरू राम्रो हुन सक्छौँ होला भन्दै गरेको हुनुहुन्छ। एउटा स्याल आएर हुन्छ।
त्यो पहिलो स्याल चाहिँ के रहेछ भन्दाखेरि हामीले पढ्यौँ के रहेछ अरे, जसलाई धेरै विश्वास गर्यो माया गर्यो त्यही मान्छे, जसलाई धेरै माया गर्यो त्यही मान्छे हामीदेखि के हुन्छ, टाढो हुन्छ। याद गर्नुहोस् कि तपाईँले बेसी माया गरेको सामान, बेसी माया गरेको चिजहरू, बेसी माया गरेको सम्बन्धहरू, तपाईँले बेसी माया गरेको मान्छे नि तपाईँहरूको जीवनबाट छिट्टो टाढो हुन्छ। याद गर्नुहुन्छ, त्यस्तो हुन्छ। अर्को स्याल रहेछ, पैसा जति नै मेहनत गरे पनि, पसिना चुहाएर कमाए पनि पैसा कहाँ जान्छ। अन्त यो विषयमा राम्रोसँगले हामीले बुझ्ने कोसिस गरेका थियौँ। के कोसिस गरेका थियौँ भने चाहिँ हामीले पैसा राम्रोसँगले कमाउनु होइन, तर त्यो पैसामा आशिष आउनुको लागि काम गर्नुपर्छ भन्ने विषयमा हेरेको थियौँ, हो किन? त्यसको लागि हामीले के दिनुपर्ने रहेछ प्रभु घरमा भनेको थियौँ हामीले, दशांश। दशांश फेरि त्यसको नियम थियो कि थिएन भन्नुहोस् त? दशांश हामीले कसरी दिनुपर्छ, कस्तो प्रकारले दिनुपर्छ भन्ने विषयमा हेरेका थियौँ। अनि यो कुराहरू चाहिँ म तपाईँहरूसँग जहिले पनि ठुलो ठुलो कुराहरू गर्न चाहदिनँ। मलाई के मनपर्छ भन्दाखेरि चाहिँ सिम्पल कुराहरूले हामी परमेश्वरको नजिक जान सकौँ। मैले यहाँनिर तपाईँको अगाडि उठेर आकाश पातालको कुरा गरेर, स्वर्गको सम्बन्धमा कुरा गरेर फाइदा छैन मलाई जस्तो लाग्छ। मलाई हुन त्यो पनि छ, हामी बाइबल स्टडीहरू हुँदैछ, बिहिबार त्यसमा त्यस्तो कुराहरू हेरिरहेका छौँ, राम्रो बाइबल बुझ्नुपर्छ। तर मलाई कस्तो लाग्छ भने चाहिँ हामी एक दिन भए पनि, एक स्टेप भए पनि कसको नजिक जाउँ, प्रभुको नजिक जाउँ। अनि प्रभुको नजिक जानुको लागि चाहिँ हाम्रो वरिपरिको कुराहरूले मात्रै हामीलाई लान्छ। किनकि जति नै यहाँ ठुलो कुराले हामी गरे पनि बेलुका गएर त मुसुर दाल नै खानुपर्ने हो, त्यही चामल र जति नै सब्जी खोजे पनि लास्टमा आलु नै खानुपर्ने हो, किन भन्नुहोस् त? त्यस कारण हामीले यस्तो कुराहरू बुझौँ जुन कुराले हामीलाई कसको नजिक लान्छ, परमेश्वरको नजिक लान्छ। अब हामी दोस्रो स्याल पक्रिन अगाडि एकपल्ट फेरि सबै मण्डलीले यो पद पढ्छौँ, प्रार्थना गर्छौँ, अगाडि बढ्छौँ। फेरि आउनुहोस्, श्रेष्ठ गीतको किताब 2 अध्यायको 15 पद हामी सबैजना मिलेर पढ्नेछौँ। ल सुरु गरौँ। बेलामा सारा संसारलाई हाम्रा निम्ति समर्पित गऱ्यो। ल हामी प्रार्थना गर्नेछौँ। आज हामी 2वटा स्याललाई पक्रिनेवाला छौँ। त्यो स्याल चाहिँ के हो भन्दाखेरि चाहिँ किन विश्वासी घरमा अशान्ति हुन्छ, किन चाहिँ क्रिस्चियन जीवनको, क्रिस्चियन परिवारमा पनि अशान्ति हुन्छ, यो स्याल एउटा पक्रिन्छौँ। अर्को स्याल कुन चाहिँ पक्रिन्छौँ भन्दाखेरि चाहिँ जसलाई विश्वास गर्यो त्यही मान्छेले हामीलाई के गर्छ, धोका दिन्छ भन्ने सम्बन्धमा हेर्छ। त आउनुहोस्, सबभन्दा पहिला हामी एउटा पद पढ्छौँ है। तपाईँले पढ्नुहोस्, उपदेशको किताब 17 अध्यायको 1 पद। उपदेशको किताब 17 अध्यायको 1 पद पढ्नुहोस्। झगडाको साथमा, राम्रो सुन्नुहोस् ल, भन्नुहोस् न नि। झगडाको साथमा बलि पशुहरूले भरिएको घरभन्दा शान्तिको साथमा मिठो घाँस नै उत्तम हो। हजुर, यहाँ के लेखेको छ भने चाहिँ झगडासँग भरिएको घरको बलिदानहरूभन्दा त्यो के अरे त्यो मासुहरूभन्दा भन्नु चाहेको यो, त्योभन्दा चाहिँ बरु साग खाएर बस्ने घर नै के अरे असल हो भन्छ। आजको दिनमा क्रिस्चियनहरूको घरमा यदि मैले यहाँबाट भनेर तपाईँलाई ल इमानपूर्वक तपाईँले हात उठाउनुहोस्, कसको घरमा साँचो शान्ति छ भने मलाई जहाँसम्म लाग्छ लगभग 100 जना छ भने 90 जनाको हात चाहिँ शान्ति छैन भन्ने विषयमा के गर्छ, उठ्छ। किनकि यो वास्तविकता हो। अनि यो कुराहरू चाहिँ तपाईँ र मैले कुनै कलेजमा गएर सिक्न सक्दैनौँ। अनि कुनै धर्म अवलम्बी अथवा कुनै धर्मको किताबहरूमा पनि यो घरमा शान्ति कसरी आउँछ भनेर भनेको छैन। यहाँ मान्छेहरूलाई यस्तो प्रकारले भ्रमाइरहेका छन्, तपाईँलाई शान्ति पाउनुको लागि तपाईँले रुखमा गएर धागो बाँध्दाखेरि तपाईँलाई शान्ति हुने हो होइन है। कहिले पनि तपाईँले त्यो ढुङ्गालाई रातो टिका लाउँदाखेरि शान्ति पाउने होइन मान्छेले गाई गोरु कुखुरा है बाख्रा चढाएर शान्ति आउने होइन घरमा। शान्ति आउनुको लागि परमेश्वरको वचनले मात्रै ठिक प्याटर्न सिकाउँछ कि कसरी क्रिस्चियन घरमा शान्ति आउँछ। अनि त्यसको के छ त त्यो नियम, कसरी शान्ति आउँछ भन्ने विषयमा हामी आज हेर्नेछौँ। सबभन्दा पहिले घरमा किन अशान्ति आउँछ भन्ने विषयमा म कतिवटा कुराहरू भन्छु तपाईँहरूलाई। त्यो मध्ये चाहिँ कुन हो भन्दाखेरि चाहिँ सबभन्दा पहिले घरमा अशान्ति आएको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ एक अर्कालाई समय नदिएको कारण। के हो भन्नुहोस् त, एक अर्कालाई
समय नदिएको कारण चाहिँ घरमा अशान्ति हुन्छ। कसरी आउँछ त्यो पनि म भन्छु। अर्को कुरा, एक अर्कालाई आदर र सम्मान नदिएको कारण हाम्रो सम्बन्ध हुन्छ नि, जो घरमा बाउ हुन्छ, आमा हुन्छ, छोराछोरी हुन्छ, हस्बेन्ड वाइफ हुन्छ, यो सम्बन्धलाई नबुझेको कारण र यो सम्बन्धलाई आदर नदिएको कारण चाहिँ घरमा के हुन्छ? अशान्ति हुन्छ। अर्को कुरा छ है, तपाईँको अहङ्कार र रिसको कारण, कुनै पनि व्यक्तिको अहङ्कार र के को कारण? रिसको कारण। त्यो अहङ्कार र रिसले के गर्छ भने हामीलाई गिर्नै दिँदैन, नम्र हुनै दिँदैन। मैले भनेको राइट हो, यो घरमा चामल म किन्छु भने यहाँ कसको चल्नुपर्छ? मेरो चल्नुपर्छ भन्ने अहङ्कार र रिसले गर्दाखेरि चाहिँ त्यो एकजना मान्छेको अहङ्कार र रिसले गर्दाखेरि टोटल फ्यामिलीले के गर्नुपर्छ? दुःख भोग्नुपर्छ। अर्को छ है, यो चाहिँ साह्रो एउटा एकदम गहिरो कुरा चाहिँ के छ भनेदेखि चाहिँ पुरानो गल्तीहरूलाई माफ नगर्दाखेरि चाहिँ घरमा के हुन्छ? अशान्ति हुन्छ। तपाईँहरू मेरो पुरानो गल्ती हुन्छ जो मिस्टेक भएको हुन्छ पहिला, त्यो कुरालाई माफ गर्न नसक्दाखेरि चाहिँ घरमा के भइरहन्छ? अशान्ति भइरहन्छ। सबभन्दा पहिला बुझ्नुपर्ने चाहिँ है, हामीले एकअर्कालाई नदिएको समयले गर्दाखेरि। उदाहरणको लागि, जब परमेश्वरले नोहलाई के बना भन्नुभयो भन्दा जहाज बना भन्नुभयो, नोहले जहाज बनाउनु सबभन्दा पहिला उसले कहाँ गएर कुरा गरे? आफ्नो फ्यामिलीमा कुरा गरे। अन्त नोहले भने मलाई परमेश्वरले एउटा जहाज बनाउनु भनेको छ। जहाज बनाउनु भनेको यदि मैले त्यो जहाज बनाइन भने हामी डुबेर मर्छौँ भन्दा त्यो कुरालाई चाहिँ त्यो छोराछोरी र बुहारीहरूले के गरिदिए? मानिलिए, क्या स्वीकार गरे त्यो कुरालाई। अनि त्यति बेला अचम्म कुरो चाहिँ के छ भने नोहको समयमा त्यत्रो ठुलो जल प्रलय कहिले पनि भएको थिएन। भनिन्छ कि खेतीबारीमा नि खोलाबाट त्यो बाफ फुटेर त्यसको पानीले मात्रै भित्थ्यो, ठुलो पानी परेकै थिएन। जहाज उनीहरूले देखेकै थिएन कस्तो हुन्छ भनेर पनि थाहा थिएन उनीहरूलाई। तरै पनि परमेश्वरले भनिन्छ जहाज बनाए। तर दामी कुरा चाहिँ के छ भने त्यो घरमा गएर बाउले जे भन्यो त्यो कुरा चाहिँ उसले के गर्थ्यो? उनीहरूले मानिलिन्थ्यो। बाउले जे भन्यो उनीहरूले टेरिदिन्थ्यो। यसले चाहिँ के देख्यो भने चाहिँ उनीहरूले बाउलाई के दियो भन्नुहोस् त? अब समय दियो। उनीहरूले बाउलाई के दियो? समय दियो। उसको बाउसँग बात गर्यो। तर आज क्रिस्चियन परिवारमा हामी टेबलमा मात्रै सँगै हुन्छौँ, हो कि भन्नुहोस् त? खाना खाँदा मात्रै सँगै हुन्छौँ। तर खाना खाँदा पनि सँगै हुँदा हुँदा पनि आफ्नो आफ्नो के गरेको हुन्छौँ? हामी मोबाइल खोलेका हुन्छौँ। हामी कति टाढो पुग्छौँ हाम्रो परिवारदेखि भन्ने तपाईँहरू र मलाई थाहै छैन। यति टाढो भइसकेका छौँ। घरिघरि त हामी एउटै घरमा छौँ कि छैनौँ जस्तो लाग्छ क्या त। अहिले त हामी के गर्छौँ? पहिले एक समय थियो जब हामी परिवार सबै मिलेर के गर्थ्यौँ? खाना खान्थ्यौँ। तर अहिले हामी कोठा कोठामा खान्छौँ। अथवा कोठा कोठामा खाएन भने बाउले पहिला खान्छ, त्यहाँबाट पछि आएर छोराले खान्छ, आमाले पछि लास्टमा खान्छ, बुहारीहरू लास्टमा खान्छ। आफ्नो आफ्नो टाइम टेबल छ। यो घरमा एकअर्कालाई दिने के छैन? समय छैन। अनि यसको रिएक्सन चाहिँ कहाँ चाल पाउँछ तपाईँले भने चाहिँ भोलिपछि तपाईँको नानीहरूमा थाहा पाउँछ। तपाईँले तपाईँको नानीहरूलाई समय दिनुहुन्न है, समय दिनुहुन्न। हिजोअस्ति एउटा घटना घट्यो पैँजलेमा, मैले अस्ति पनि तपाईँलाई भने। एउटा आमाले रिल्स बनाउँदै रहेछ, सत्य घटना भन्दैछु म। हाम्रो पैँजलेदेखि 4 किलोमिटर टाढो है, मैले अस्ति भाइसँग कुरा पनि गर्दै थिएँ। रिल्स बनाउँदै सानो एउटा त्यो सिन्टेक्स काटेकोमा पानी रहेछ क्या त। नानी चाहिँ 18 महिनाको। उसले रिल्स बनाउनु मस्त, नानी गएर कति बेला पानी बसेर थाहै भयो। त्यहाँबाट उसको हस्बेन्ड चाहिँ पल्टने आर्मी, उसले के भनेर फोन गरेँ चाहिँ मेरो नानी मलाई चाहिन्छ, जस्ताको त्यस्तै चाहिन्छ। यदि म आउँदा मेरो नानी छैन भने म तिमीलाई राम्रो गर्दिनँ भन्यो। त्यो बहिनीले पनि, सानो बहिनीले पनि अब के गरेर खायो? फिनेल खाएछ, ब्ल्याक फिनेल के भन्ने खाएर चाहिँ के भयो? बितेर गयो। सत्य घटना हुँदैछ। अब यसमा कसको दोष छ भन्नुहोस् त? आमाले के दिनुपर्ने थियो? समय दिनुपर्ने थियो। उसले आमाले समय दिएन। समय नदिएको कारणले एकजना नानीको मात्र होइन, एउटा आमा र नानी दुईजनै के गर्नु पऱ्यो? मरेर जानु पऱ्यो। तपाईँले आज तपाईँको नानीहरूलाई समय दिनुहुँदैछ, तपाईँको फ्यामिलीलाई समय दिनुहुँदैछ, तपाईँको वाइफलाई, तपाईँको हस्बेन्डलाई समय दिनुहुँदैछ। यो सुन्दा मिठो कुरा होइन, वास्तविकता हो।
समय के अरे माफ गरिदिनुहोस् नुहको समयमा उसको छोराछोरीसँग समय बिताउँथ्यो उसले हरेक बेलुका प्लान गर्थ्यो नानी आज हामीले 29 को काठ काटेका छौँ तर 29 चल्दैन यहाँ के को काठ चाहिन्छ गोपेरको काठ चाहिन्छ अनि बुहारीहरू तिमीहरूले अलकत्र बनाउनु है किनकि बाहिरबाट अलकत्रले के गर्नुपर्छ लिप्नुपर्छ भनेर उनीहरूको हरेक बेलुका बसेर के हुन्थ्यो प्लान हुन्थ्यो तर तपाईँहरूको घरमा छ के तपाईँहरूले आफ्नो प्लान बनाउनु बताउनुहुँदैछ कि आफ्नो योजनाहरू वाइफलाई भन्नुहुँदैछ हस्बेन्डलाई भन्नुहुँदैछ तपाईँ बजार जाँदै हुँदैछ कहिले तपाईँ घरमा कसैलाई थाहा छ कि छैन कि तपाईँ आउँदा मात्रै थाहा हुँदैछ तपाईँको हातमा झोला देखेर क्या ए तिमी बजार गएको थियौ भनेर यदि तपाईँले एकअर्कालाई समय दिनुभएको छैन भने यस्तो दिन आउँछ तपाईँको नानीले तपाईँलाई पनि के दिँदैन समय दिँदैन त्यति बेला गएर चाहिँ तपाईँको मन टुक्रिन्छ त्यति बेला चाहिँ गएर चाहिँ एकदमै बेसी समस्या हुन्छ अनि जब तपाईँले तपाईँलाई दामी कुरा चाहिँ र डरलाग्दो कुरा चाहिँ के तपाईँले तपाईँको आफ्नो मान्छेलाई समय दिनु हुँदैन भने त्यो मान्छेले कसैकोबाट के खोज्छ फेरि समय खोज्छ र हरेक आज समाजमा घर बिग्रेको कारण चाहिँ यो हो नम्बर 1 रिजन चाहिँ तपाईँले आफ्नो मान्छेलाई के दिनुभएको छैन समय दिनुभएको छैन तपाईँको छोराछोरी एकैचोटि के खाने भए त्यो एकैचोटि उसले खाने भएको होइन तपाईँले उसलाई याद नगरेको दिनदेखि याद गर्नुपर्छ त्यो दिनदेखिको त्यो कुरा सुरु भएको यदि तपाईँले समय दिएर उसलाई रोकेको भए समय दिएर तपाईँले उसलाई सम्झाएको भए त्यो नानी के हुन्थेन बिग्रिन्थेन तर तपाईँले के दिनु भएन समय दिनु भएन तपाईँको नानी कोठामा छ तपाईँले पढे नानी भनेर बन्द गर्नुहुँदैछ कहिले नानीलाई राखेर सोध्नुपर्छ नानी के कस्तो छ सबै ठिकै छ तेरो जीवनमा खुसी छ जस्तो तपाईँले सोध्नुपर्छ फेरि समय दिनुभएको छ समय दिनुभएको छ भने हुँदैन मैले फेरि एक दिन मेरो आमालाई सोफामा राखेँ बहिनीहरू सबैजना थियो मैले सोधेँ क्या मेरो आमालाई 4-5 महिना भयो मैले भने आमा तपाईँले यति धेरै मेरो लागि बलिदान गर्नुभयो मेरो लागि भयङ्कर दुःख भोग्नुभएको थियो मेरो आमाले पहिला पुरा दुःख गर्नुभयो मैले भने आमा तपाईँले मेरो लागि यति दुःख भोग्नुभयो बाबाको लागि आउनुभयो कस्तो कस्तो दिनहरू देख्नुभयो तपाईँले कोही बेला राम्रो खानु थिएन कोही बेला राम्रो लाउनु थिएन है अरूले चर्क परेर हिँड्दाखेरि तपाईँको फाटेको लुगाहरू थिए त्यति बेला अब हामीले गर्न सकेनौँ अनि तपाईँलाई के चाहिँ मन परेको छ जो तपाईँले अहिलेसम्म तपाईँले मलाई यो चाहिँ गर्न पाइनँ भने तपाईँलाई मन के छ भन्नुहोस् त भने क्या मैले अन्त मैले आमाले मेरो आमाले आँखाभरि आँसु बनाएर भन्नुभयो मलाई सबै कुरो पुगेको छ तिमीहरूले गरिराख्छस् म खुसी छु यतिमा नै मेरो छोराहरूले गरिराख्छ तर पनि मैले भने होइन आमा यस्तो कुनै कुरा त होला जुन कुरा तपाईँलाई गरिदिए त हुन्थ्यो तपाईँको चाहना भएको कुरा भन्नुहोस् न भन्दाखेरि चाहिँ मेरो आमाले अझै रुँदै एउटा कुरा के भन्नुभयो अरे त्यति बेला चाहिँ मेरो आमाको एक्सिडेन्ट भएको थियो त्यो गेट लडेर क्या अन्त के भन्यो भने यसो भन्नुभयो मलाई स्कुटी कुदाउने साह्रै रहर छ भन्नुभयो क्या आमाले मैले भने तपाईँ जाति हुनुहोस् म तपाईँलाई स्कुटी किनिमै दिन्छु के पनि गर्नु सिकाउँछु कुदाउनु पनि सिकाउँछु भने क्या मेरो आमाले मैले किन त्यसो भनेको भनेदेखि चाहिँ मैले मेरो आमालाई समय दियो तपाईँले तपाईँको आमाबाट समय दिनुभएको छ तपाईँको लागि कति दुःख गर्छ क्या कति खट्छ बेलुका भिज्दै घरमा पुग्छ होला है तपाईँलाई वास्ता हुँदैन बाबा आयो आमा आयो भए तपाईँले कोही बेला चिसो भए पनि खानुपर्छ होला तर के तपाईँले तपाईँको आमा र बाबाको त्यो दुःखलाई हेरेर उहाँहरूसँग 2 शब्द बोल्नुभएको छ एउटा मान्छे एउटा दोकानमा जान्छ है बुढो बाजे दोकान हुन्छ त भन्छ उसलाई नानी यो मेरो मोबाइल चल्दै चल्दैन के भएको हुन्छ बनाइदिएन भन्छ त्यो दोकाने भाग्यवश एकदम राम्रो मान्छे रहेछ उसले चेक गर्छ मोबाइल के छ ठिकै छ मोबाइल त्यो ओके छ एउटा उसले भन्छ यो मोबाइल बडा मोबाइल त एकदम राम्रो छ त केही भएको छैन है फेरि मोबाइल बोकेर जान्छ फेरि भोलिपल्ट टुप्लु के आउँछ फेरि देखाउँछ नानी यो मोबाइल के भएको छ हेर्न हौ बिग्रेको छ भन्छ क्या उसले फेरि चेक गर्छ राम्रै छ त्यसै कति दिन बित्छ तर एक दिन त मोबाइल बनाउनेले सोध्छ होइन बाबा ए बडा तपाईँको मोबाइल त एकदम ठिक छ अन्त केही बिग्रेको छैन किन तपाईँलाई त्यस्तो लाग्छ भन्छ क्या त्यति बेला त्यो बडाले यस्तो उत्तर दिन्छ उसले के भन्छ भनेदेखि चाहिँ यदि मेरो मोबाइल राम्रो छ भने किन मेरो छोराछोरीको फोन यसमा आउँदैन भन्छ किन मेरो छोराछोरीको फोन यसमा आउँदैन तपाईँको एउटा कलको लागि तपाईँले अहिले पनि भन्नुहोस् कि तपाईँको हृदयमा एकदम विचार गर्नुहोस् कहिले तपाईँले बाबा आमा अलिक टाढो जाँदाखेरि सोध्नुभएको छ कहाँ पुग्नुभयो दबाई खानुभयो कि भएन तर तपाईँलाई चाहिँ बाबाले सोध्छ फेरि
यो चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँ र मैले आफ्नो परिवारलाई नदिएको समयले गर्दाखेरि चाहिँ हाम्रो परिवारमा के आएको अशान्ति आएको। तपाईँको वाइफलाई तपाईँले सोध्नुभएको छ कुनै दिन तिमीलाई के मनपर्छ, आउने एकछिन बसेर के गरौँ गफ गरौँ कि महिनौ बित्यो तपाईँहरू सँगै बसेको बिर्सिसक्नुभयो होला है। बाउ छोरा बसेर हाँसेको त बिर्सिसक्नुभयो होला। प्रभुमा पाउँदा म 27 वर्ष बाउसँग नबोलेको कतिहरू हुन्छ। बाबा यताबाट आउँछन् म यताबाट जाने उताबाट आउँछु यताबाट अहिले हामी सँगै बसेर हाँस्छौँ, कतिवटा कुरा सल्लाह गर्छौँ। किन भन्दाखेरि चाहिँ जबसम्म हामी प्रभुमा छैनौँ भने प्रभुले हामी यति कुराहरू बताउन सक्नुहुन्न। तर प्रभुको वचनले भन्छ हामीले परिवारलाई राम्रो बनाउनु, खुसी आउनुको लागि, शान्ति हटाउनुको लागि सबभन्दा पहिले चाहिँ के रहेछ, हामीले के दिनुपर्छ एकअर्कालाई। जसरी नोहले आफ्नो छोराछोरीलाई र छोराछोरीले बोलाइदिए भन्नुहोस् त आफ्नो बाउ आमालाई दिए। अहिलेको किताबमा पनि हेर्नुहोस् एकपल्ट यो पद पढौँ। अहिलेको किताबमा हेर्नुहोस् त पहिले त्यहाँनिर उनीहरू हरेक बेलुका के गर्थे अरे, तपाईँले 4 पद पढिदिनु नि। अहिले 1 अध्याय 4 पद। अनि तिनका छोराहरू जान्थे। हजुर। अनि हरेकले आफ्नो दिनमा आफ्नो घरमा भोज लाउँथे र आफ्ना 3 जना दिदीबहिनीहरूलाई आफूसँग खाना र पिउन भनी बोलाउँथे। यिनीहरूको परिवारमा अहिलेको जीवनमा के उसले राम्रो प्याटर्न छोडेको भने चाहिँ उनीहरूको फ्यामिली प्लेट जस्तो चाहिँ बेलुका हरेक दिन अरूको घरमा घुमेर हुन्थ्यो अरे क्या। कोही बेला मेरो घरमा, कोही बेला अर्को घरमा, कोही बेला दाजुको घरदेखि। त्यसले चाहिँ के गर्ने सम्बन्धलाई गाँसिन्छ, एकअर्कालाई के दिएको यो समय दिएको। तर जब एकअर्कालाई समय दिँदैनौँ भने हाम्रो परिवार टुक्रिँदै जान्छ। अनि किन छोराहरू विभिन्न कुराहरू खाने हुन्छन्, छोरीहरू के अरे कहाँ गएर नराम्रो कामहरू गर्ने हुन्छन् है। उनीहरू किन भन्दाखेरि चाहिँ उनीहरूलाई समय दिएर सोध्ने मान्छे छैन यो दिनमा। अनि कुनै पनि व्यक्तिले, कुनै पनि वाइफले, याद गर्नुहोस् है, यो स्पष्ट भन्छु म, तपाईँले अन्यथा नलिनुहोस्। कुनै हस्बेन्ड वाइफ छ, हस्बेन्ड वाइफमा वाइफलाई हस्बेन्डले पत्तो दिँदैन अरे, आफ्नो ड्युटी गएको छ। अब त्यो वाइफको मनमा दिनभरि काम गरेपछि एकजनाले ट्याक्कै म्यासेज बज्यो फोनमा है। म्यासेज बजी तपाईँले कति अब सुन्दर हुनुहुन्छ अथवा राम्रो हुनुहुन्छ अथवा कुनै पनि शब्द लाग्यो अरे उसले भनेपछि उसको मन त्यहाँबाट एट्र्याक्ट हुन्छ हुँदैन भन्नुहोस् त। किनकि कसरी उसलाई के दिँदैछ, यो चाहिँ फ्याक्ट हो, अब सत्यता। उसलाई समय दिँदैछ नि त। के भने भोलिपल्ट फेरि उसले गुड मर्निङ भनेर के भन्ने म्यासेज पठाउँछ उसले, गुड मर्निङ कस्तो हुनुहुन्छ, खाजा खाइ खाना भनेर सोधेपछि त घरको बुढोले त वास्तै गर्दैन। यति बेला चाहिँ मान्छेको हृदय चाहिँ के हुन्छ भने बिस्तारै डाइभर्ट हुँदै जान्छ। अनि बाइबलले चाहिँ अपराधसँग के गर्छ, तुलना गर्छ। तर मान्छेलाई चाहिँ पापसँग खेल्नु चाहिँ मजा आउँछ फेरि। तर यो गल्ती चाहिँ कसको भन्दा चाहिँ फ्यामिलीकै हो नि त। हामीले एकअर्कालाई के नदिएको कारणले, समय नदिएको कारणले। मेरो 45 मिनट यसमै सक्नै आँटिसक्यो है, 6 सक्नै आँट्यो। लगको कुरा हेऱ्यौँ हामी। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँ र मेरो अहङ्कारले हाम्रो घरमा के हुँदैन, के हुँदैन भन्नुहोस् त, शान्ति हुँदैन। अहङ्कार र रिसले, अघि मैले भनिहालेँ, मैले चामल किन्छु भने घरमा कस्तो चल्नुपर्छ, मेरै चल्नुपर्छ नि त, मेरै कुरा चल्नुपर्छ। यहाँ अर्को कुराले चलेर हुँदैन भन्छौँ भने चाहिँ त्यो घरमा जहिले तहिले अशान्ति हुन्छ। किनभने मान्छे यस्तो प्रविधिले बनेको हुन्छ। आजभोलि तपाईँ म नम्र बन्न सक्छौँ, तर चौथो दिन, पाँचौँ दिन नम्रता बेग्लै कुरा हो। तर कसैले थिच्यो भने चाहिँ हामी के गर्न सक्दैनौँ, जिउन सक्दैनौँ। एक दिन त्यो के हुन्छ, फुटेर निक्लिन्छ। अनि तपाईँको र मेरो रिसले गर्दाखेरि चाहिँ परिवार डल्लै अशान्तिमा बाँधिन्छ, परिवार डल्लैमा अशान्ति। किन तपाईँ र मेरो अहङ्कारले हामीले के गर्न सक्दैन, झुक्न दिन सक्दैन। अनि एउटा भनाइ छ, फ्यामिली चाहिँ कति बेला दामी चल्छ अरे भन्दाखेरि चाहिँ कतिचोटि कतिवटा कुरा देखेर पनि नदेखेको जस्तो गर्नुपर्छ अरे। अनि सबभन्दा बेस्ट चाहिँ के हुने भने हरेक टाइम सरी भन्न सक्नुपर्छ। के भन्न सक्नुपर्छ, सरी भन्न सक्नुपर्छ। म ज्यादा जस्तो आफ्नो उदाहरण किन दिन्छु भने चाहिँ म याद गरिरहन्छु है। हिजोअस्ति पनि म एउटा घरमा एउटा जमिनको कागजपत्रको लागि गएको थिएँ। अनि खाना खाएर यति साह्रो थाकेको थिएँ, यति साह्रो थाकेको थिएँ। अब त्यो जमिनको पुरा टेन्सन भयो। कतिजना दिदीहरूलाई कतिजना थाहा छ, अलिक समस्या गर्थ्यो मेरो। अहिले त तपाईँले विजय दिनुभयो। अनि धेरै समस्या भएको थियो, यति डरको प्रेसर भएको थियो, कामको प्रेसर, त्यो टेन्सन, त्यो गरेर भ्याएर घरमा टक्कै रुममा गएर खाना खानु टेबलमा बसेर भोक पनि लागिरहेको थियो। सबैजना थियौँ हामी टेबलमा। आमाले मलाई तैँले सबै काम गरिदिँदैछस्, भाइको काम राम्रोसँगले किन नगरिदिएको भन्नुभयो। त्यति मात्रै भन्नुभयो क्या मलाई।
त्यति मात्रै भन्नुभयो मलाई यति साह्रो प्रेसर भइरहेको थियो क्या। मैले आमाले भने त्यसो भने तपाईँ आफै गर्नुहोस् न त, मैले यत्रो गर्दा तपाईँले देख्दैन भने तपाईँ आफै गर्नुहोस् भनेको। अन्त मेरो आमाले अहिले पनि मलाई पिट्नुहुन्छ होइन, म यत्रो वर्ष पुगेँ तर मलाई अहिले पनि पिट्नुहुन्छ। म आमासँग ठुलोसोले कहिले पनि बोल्दिनँ नि त। अनिखेरि मैले त्यसो भनेपछि आमाले मन दुखाइहाल्नु भयो। अन्त मन दुखाएर त आँखाबाट आँसु झरेर म खाना खाँदिनँ भनेर गइहाल्नु भयो। अन्त म पनि के अरे कस्तो लाग्यो त, म खाँदिनँ लु अब आमाले नखाएपछि म खाँदिनँ भनेर। तर मलाई यति साह्रो त्यो अशान्ति भएको कि 10 मिनट पनि खानु सकेँ। कारण म रुममा आमालाई गएर दैलो ठोकै गरेर उठाएर च्याप्पै अङ्गाला मारेर चाहिँ मैले भने आमा एकदम सरी, म बोल्नु जान्दिनँ, मलाई के गर्नुहोस् माफ गरिदिनुहोस् प्लिज, मलाई माफ गरिदिनुहोस्, तपाईँले खाना खानु म पनि खाँदिनँ भनेर एउटा नानी जस्तै मैले आमालाई गएर हक गरिकन चाहिँ आमालाई रिक्वेस्ट गरेँ, आमा मसँग जुन के खाएर मैले आमालाई सँगै ल्याएर अङ्गाला मारिकन दुईजनाको आमा छोरा आइकन अन्त त्यहाँबाट चाहिँ खाना खाएँ। मैले यो भन्नु चाहेको मैले यसो गरेँ भन्नु चाहेको होइन, तर यसो गर्दा चाहिँ हामीले कतिवटा गल्तीहरू के हुन्छ हाम्रो क्षमा हुन्छ। तपाईँलाई मैले आमा बाउलाई सरी भन्नु सक्नुपर्छ, आमा बाउलाई हामीले सरी माग्न सक्नुपर्छ, हस्बेन्ड वाइफलाई सरी भन्न सक्नुपर्छ, सरी दिन सक्नुपर्छ। यदि हामीले सानो सानो कुरामा सरी भनेन भने नि त्यो सानो कुरा बढेर के हुन्छ ठुलो हुन्छ। तपाईँको यति धेरै अशान्ति हुन्छ कि जुरुक्क उठेर त्यो मान्छेलाई चिया दिनु पनि मन पर्दैन, गएर काममा भन्न पनि मन पर्दैन, पुरा अशान्ति। अनि त्यो अशान्तिको तपाईँहरूको त्यो भएको घटनाको अशान्तिको त्यसको छाया चाहिँ कोमा पर्दै गएको हुन्छ, नानीहरूमा पर्दै गएको, त्यो परिवारमा पर्दै गएको। एक दिन भन्दैन, 2 दिन भन्दैन, 3 दिन भन्दैन, तर 4थो दिनदेखि त्यो नानीमा त्यो कुरा झलको देख्न थाल्यो तपाईँको। त्यस कारण हामीले परिवारमा सरी भन्ने के गर्नुपर्छ सक्नुपर्छ। प्रभु बुदासहरूले है दाउदलाई त नपढौँ टाइममै भएन, अब्सलोमले दाउदलाई केतो लाउँछ क्या, केतो लाउँछ मार्नुपर्छ भनेर यस्तो पनि गर्थ्यो अरे कि दाउदले अब्सलोमले त गेटमा बस्थ्यो अरे कि यस्तै सेवा सकेपछि भनौँ न बाहिर निक्लेपछि उसले बोलाउँथ्यो अरे, यहाँ त तिम्रो अस्ति नै त्यो इस्कुस चोरेको केस मिलाइदियो बाबाले भन्थ्यो अरे क्या। दाउदले भन्थ्यो खेती मान्छे मिलाएको छैन नि तिम्रो बाबुले भन्थ्यो अरे दाउदले है, म मिलाइदिन्छु, मसँग के हो हौ तिमीहरू भन्थ्यो अरे। त्यहाँदेखि अर्को कुरा भन्थ्यो तिमीले अस्ति नै त्यो पैसा चलाएको फर्काइदियो बाउको, फर्काउनु त फर्का आधी छौ भनेपछि उसले भन्थ्यो अस्ति कुरा गर्दै थिएँ मसँग दिइहाल ल यति तिरेर गएर मुखमै फ्याँकिदेऊ भनेर बाउकै विषयमा के गर्थ्यो उसले षड्यन्त्र रच्थ्यो क्या। अब्सलोमले गेटमा बसेर एकजनालाई बोलाउँदै भन्थ्यो। तर एक दिन यस्तो हुन्छ अब्सलोम उसको सुन्दर केसमा फलाटको रूपमा अल्झेर के गर्छ, म के गर्छ भन्नुहोस् त मर्छ। अब तपाईँको बाउ हो भने के भन्थ्यो ठिक परे त्यो अस्ति नै मर्नुपर्ने थियो अलिक ढिलो भयो भनेदेखि भन्दैन। तर दाउदले के भनेको छ भन्दाखेरि चाहिँ हाय मलाई मेरो छोराको साटोमा को मर्नुपर्ने, म मर्नुपर्ने थियो भन्छ दाउद, म मर्नुपर्ने थियो मेरो छोराको साटोमा भनेर बिलाप गर्छ दाउदले। साउलले दाउदलाई भाला हानेर बस्नु नदिने, यो म भन्नु मेरो पछि राजा हुन्छ हुँदैन, म राजा भनेर खेद्दो गरेको साउलले दाउदलाई एक दिन साउललाई एउटा गुफामा भेट्छ दाउदले, मार्ने मौका पाउँछ दाउद के अरे साउल निदाइरहेको हुन्छ, यस्तो भालाले मार्ने मौका पाउँछ उसले। तर उसले के गर्छ थाहा छ तपाईँलाई, के मात्रै काट्छ लुगाको सानो टुक्रा मात्रै काट्छ। उसको हृदयमा त्यो डाहा रिस थिएन, अहङ्कार थिएन, अहङ्कार थिएन दाउदको मनमा। मैले पदहरू पढ्नु पनि ढिलो हुन्छ भनेर नपढेको, अहङ्कार थिएन। तर उसले के भनेको छ भने त्यसको साटोमा परमेश्वरले चुनेको राजालाई के मैले मार्न सक्छ र भनेर उसले भनेको छ। त्यसकारण चाहिँ पछि गएर हिब्रूको किताबमा चाहिँ एकैजना व्यक्तिलाई मात्रै मेरो हृदय अनुसारको व्यक्ति भनेर कसलाई भने दाउदलाई परमेश्वर आफैले भने मेरो हृदय अनुसारको व्यक्ति चाहिँ को हो दाउद। अनि परमेश्वरको हृदय अनुसारको व्यक्ति चाहिँ को हो भन्दा चाहिँ अहङ्कार र रिसदेखि टाढो भएको व्यक्तिहरू। जब तपाईँ र मेरोमा अहङ्कार ठडाङ हामी रिसाउँछौँ नि, रिस त सबैलाई हुन्छ हो किन भन्नुहोस् त, र त बाइबलले भनेको छ रिस गर तर के नगर भाग चाहिँ नगर, रिस गर तर भाँडा चाहिँ के नगर नफुटाऊ है, रिस गर सब्जीमा नुन चाहिँ बेसी नहाल भनेको त्यो हो नि त, त्यो चाहिँ पाप हो नि त। रिस गरेर पनि के त थाम्नुपर्छ भनेको नि, यस कारण बाइबल भन्छ रिस त उठ्छ नि सबैलाई, तर हामीले के गर्नुपर्छ कन्ट्रोल गर्नुपर्छ, तब चाहिँ परिवार बनिन्छ।
अनि यो परिवार पनि चाहिँ आमाहरूको मात्रै कर्तव्य होइन, यो दाजुभाइको पनि त्यतिकै कर्तव्य, छोराको पनि त्यतिकै कर्तव्य हो, सबैको त्यतिकै कर्तव्य हो। तर हामीले त्यो रिस र अहङ्कारले गर्दाखेरि चाहिँ हाम्रो घरमा के ल्याइरहेका छौँ? अशान्ति। प्रभुले त भन्नुभयो तिमीहरूलाई म शान्ति दिन्छु भन्नुभएको छ, तर तिमीहरूको घरमा नुन बेसी हुँदै अशान्ति भयो भने त्यो पनि मेटाउँछु त भन्नुभएको छैन नि त। त्यो त कसले क्रिएट गरेको अशान्ति हो? मान्छेले क्रिएट गरेको। पापदेखि पो तपाईँलाई अशान्ति जोडिदिन्छ त। एउटा कुरा बुझ्नुहोस् है, परमेश्वरले शैतानदेखि तपाईँलाई के गर्नुहुन्छ? के गर्नुहुन्छ? बचाउनुहुन्छ। परमेश्वरले शैतानदेखि तपाईँलाई बचाउन सक्नुहुन्छ, तर परमेश्वरले तपाईँदेखि तपाईँ आफैलाई बचाउनु चाहिँ सक्नुहुन्न। त्यस कारण तपाईँले आफ्नो रिसलाई के गर्नुपर्छ? कन्ट्रोल। अनि सरी भन्न सक्नुपर्छ, सरी मसँग के भयो गल्ती। तपाईँ कस्तो लडाइँ भइरहेको होस् कि एकपल्ट चाहिँ तपाईँले भन्नुहोस् सरी न, मैले माफ गरिदिने, अब मैले त्यस्तै छु बुझिनँ मात्रै भन्नुहोस्, लडाइँ के हुन्छ? सकिरहेछ त। तर तपाईँले सरी भन्नु भएन, तपाईँ जाँदाखेरि ड्याम्मै दैलो बन्द गरेर जानुभयो, अर्कोले दैलो तेरो मात्रै हो म चाहिँ सक्दिनँ भन्छ, उता भाँडा के हुन्छ फेरि ड्याम्मै पड्काउँछ, भरे बेलुका आएर चाल पाउँछ दालमा नुन के रहेछ? कडा रहेछ है। त्यहाँबाट उसले फेरि दाल किनै भात खानु बस्नु पर्दैन। रिसले चाहिँ मान्छेको के हुँदै जान्छ? सानो सानो कुरालाई तर बढाउँदै 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 त्यसको प्रतिबिम्ब चाहिँ आफ्नो छोराछोरीपट्टि जान्छ। यो चाहिँ दोस्रो कुरा हो कि हामीले परिवारमा कसरी शान्ति ल्याउनुपर्छ, सरी भन्न सक्नुपर्छ। अर्को के थियो? सबैको नभ्याउने यसो यो पढिहाल्नु यो कुरा गर्छ। हामी पुरानो कुराहरूलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि हामीले चाहिँ त्यसलाई दबाउनुपर्छ अरे क्या। भएको कुराहरूलाई फेरि रिभिल गर्नु हुँदैन, भएको गल्तीहरूलाई सम्झना दिनु हुँदैन। मान्छेको प्रवृत्ति चाहिँ हामी कसरी बनेको छौँ भन्दाखेरि चाहिँ मैले मानिलिनुहोस् अलेकलाई क्षमा गरेँ अरे, अलेकले मेरो विरोधमा के गल्ती गरेँ मैले क्षमा गरेँ अलेकलाई हो। त्यहाँबाट कति वर्ष बित्यो भने 4 वर्ष बित्यो। कति वर्ष बित्यो भन्नुहोस् त? 4 वर्ष। त्यहाँबाट अलेकले केही गल्ती गरेँ मेरो विरोधमा, म अलेकलाई के भन्छु भने त्यहाँबाट अरू पनि मैले उसलाई गल्तीको क्षमा गरेँ, 4 वर्ष अगाडि पनि उसले के गरेको थियो? यस्तै काम गरेको थियो भनेर पहिला पनि के गर्छु थप्छु क्या। अनि जब मान्छेमा झगडा हुन्छ नि तब हामीले पास्ट कुरालाई ल्याउँछौँ, किनकि सबै मान्छेको यस्तो अतीत हुन्छ, हरेक मान्छेले गल्ती गरेको हुन्छ, हरेक मान्छेको नराम्रो कालो दिनहरू हुन्छ। तर अब जब ऊ राम्रो हुँदैछ भने हामीले कहिले पनि त्यो कुराहरूलाई के गर्नु हुँदैन? तानेर ल्याउनु हुँदैन, कहिले पनि त्यो कुरालाई सम्झना दिनु हुँदैन। अलिकति बनिँदै गरेको त्यो मान्छे छामलाम छुट्नु हुन्छ। मानिलिनुहोस् कुनै मान्छेले केही खान्थ्यो अरे होइन, हामीले उसलाई भने अरे अब अहिले राम्रो हुँदैछ, अन्त राम्रो हुँदैछ झगडा भयो घरमा, तर हामी के भन्छौँ? ए देखेको त्यसले 1-2 दिनको फुटानी नदेखाए पनि हुन्छ, तैँले हिजो सिजनमा कति 15 दिन त पनि छोड्यो भन्छ। कति दिन भयो अरे? 15 दिन त पनि छोड्यो तैँले, के ठुलो कुरा गर्छस् तैँले, दबाउ परेन अहिले पनि खान्छस् भनेपछि त्यो मान्छे के हुन्छ भित्रबाट टुट्छ। त्यस्तो कुनै पनि कुरा हुन्छ, कसै सम्बन्धको कुरा हुनुपर्छ हुनसक्छ, कुनै लेनदेनको कुरा हुनसक्छ, विभिन्न प्रकारको कुरा हुनसक्छ। यदि परिवारमा हामीले शान्ति चाहन्छौँ भने चाहिँ हामीले बितेको दिनमा भएको गल्तीहरूलाई के गर्नु हुँदैन? सम्झना गर्नु हुँदैन। त्यो घरमा शान्ति आउँछ। किनकि लडाइँ हुन्छ तर कहिले पनि हामीले बटममा गइहाल्नु हुँदैन, त्यो कुराहरू सम्झना ल्याइहाल्नुहुन्न। तेरो यस्तो परिवार, तेरो यस्तो यस्तो पनि भनेको सुनेको छु मैले त कहिले दिदीबहिनीलाई, ए तेरो सन्तान देखेको भन्छ क्या। उसको सन्तान के गरेको अरे? देखेको तिमीले किन ल्याएर आयो त पहिला? होइन तिमीले सब उसको सन्तान देखि तिमीले किन ल्याएर आयो हो किन भन्नुहोस् त। अनि यो विषयमा यो पुरानो कुराहरू हामीले के गर्नु हुँदैन? कोट्याउनु हुँदैन, यसले शान्ति हुँदैन। अब अर्को कुरा म के भन्न चाहन्छु भने छिटो भनेको मैले छिटो मेरो सक्नै लाग्यो। कहिले पनि हामीले हाम्रो परिवारलाई कसैसँग तुलना गर्नु हुँदैन, हाम्रो व्यक्तिहरूलाई। याद गर्नुहोस् है, कस्तो भन्दाखेरि चाहिँ हामी घरमा झगडा पर्छौँ क्या, सबभन्दा घर बिग्रिने कारणहरूमध्ये यो पनि एउटा ठुलो कारण हो। जब घरमा डिस्कस हुन्छ, झगडा हुन्छ, घरमा सबै घरमा डिस्कस हुन्छ, परिवार हो नि त। डिस्कस भइसकेपछि के भन्नु भने चाहिँ फल्नाको मिसेसलाई हेर त, फल्नाको स्वास्नीलाई हेर त, कस्तो राम्रो छ पढाइ, मेरै भाषमा मात्रै यस्तो परेको भन्छ हामी है। त्यो कहिले भन्नु हुँदैन, चाहे ऊ रूपमा राम्रो होस्, उसको बोल्नुमा राम्रो होस्, उसको के अरे अग्लो होस्, ऊ गोरो होस्, काली होस्, जेसुकै होस्, हामीले कहिले पनि त्यो अरूसँग के गर्नु हुँदैन? तुलना गर्नु हुँदैन हाम्रो स्वास्नीलाई। हाम्रो स्वास्नी हाम्रो लागि हो कि भन्नुहोस् त। अनि कसैले भन्छ तँसँग आउनुभन्दा त नि, तँसँग आउनुभन्दा
बरु त्यहीसँग गएको भए राम्रो हुन्थ्यो भन्छ क्या त बुझ्नु अरे त्यहीसँग गएको भए राम्रो हुन्थ्यो भनेर हामी दिदीबहिनी नै भन्छौँ। अब त्यो मान्छेले यस्तो लाग्छ मनमा त्योभन्दा पनि गएको हो त्योभन्दा पनि गएको हो अब होइन त्यो तुलना गर्दाखेरि चाहिँ घरमा के हुन्छ फुटो हुन्छ क्या। भनेपछि यसो हुन्छ नि त त्यसले चाहिँ के सम्झिन्छ ए अझै पनि त्यसको मनमा को नै रहेछ त्यही रहेछ र त घरिघरि नलाई पर्दै पछि भन्छ त भन्ने कुरा हुन्छ क्या। त्यसले गर्दा हाम्रो मनमा के हुन्छ त्यस अशान्ति बढ्दै जान्छ। हामीले कहिले पनि अरूसँग आफूलाई तुलना गर्नु हुँदैन कहिले पनि तुलना गर्नु हुँदैन। कसैले बाउ आमाले यसो भन्छ एउटा नानी त्यो नानीलाई यस्तो प्रकारले तुलना गर्थ्यो क्या क्रिस्चियन परिवारमा तँ त काम लाग्दैन रहेछ फल्नाको छोराले त क्या दामी किबोर्ड बजाउँछ भने क्या उसले बाबुले जबरजस्ती उसलाई के बजा भन्दैछ फल्नाको छोरा सुनेर तर के थाहा उसले किबोर्ड बजाउँदैन होला उसले गिटार बजाउँछ होला नि त तर बाउको जबरजस्ती के बजाउनु भने किबोर्ड बजाउनु फल्नाको छोराले कस्तो दामी किबोर्ड बजाउँछ। तपाईँले कहिले पनि आफ्नो छोराछोरीहरूलाई कसैको छोराछोरीसँग के नगर्नुहोस् तुलना नगर्नुहोस्। त्यसो गर्दाखेरि चाहिँ तपाईँको छोराछोरी तपाईँको हस्बेन्ड तपाईँको वाइफ भित्रबाट तोडिन्छ जो चाहिँ जोडिनु सक्दैन। त्यसमा तपाईँ मिठो बोलेर हुँदैन उसको हृदयबाट नै तपाईँको लागि जग्गा के भएको हुन्छ हटेर जान्छ। यसरी सानो सानो कुराहरू हो यो स्यालहरू यति सानो सानो छ जुन स्यालले हाम्रो परिवारको त्यो धाकबारीलाई के गरिदिन्छ अस्तव्यस्त पारिदिन्छ नष्ट बनाइदिन्छ। तपाईँ जस्तै हुनुहोस् न तपाईँ त तपाईँको श्रीमानको लागि त तपाईँ त एकदम प्रिय हो नि त हो किन भन्नुहोस् त। जब यो हस्बेन्ड वाइफको सम्बन्ध बुझ्दैन नि तब चाहिँ समस्या के छोराछोरीले आफ्नो आमा बाबाको म जहिले पनि भन्ने गर्छु हातको ठेलालाई एकपल्ट समातेर यसरी महसुस गर्नुहोस्। तपाईँलाई सुख र राम्रो स्कुलमा पढाउनुको लागि उसको हातमा कति ठेला उठेको छ त्यति बेला थाहा पाउनुहुन्छ। तपाईँको लागि कति साह्रो आफ्नो बाउले योगदान दिएको छ आमा बाउले योगदान दिएको छ तपाईँले त्यति बेला बुझ्नुहुन्छ। तपाईँले अहिले राम्रो मोबाइल चलाउनु हुँदैछ ठुलो मोबाइल चलाउनुहुन्छ सायद तपाईँले जहिले पनि तपाईँको बाउको मोबाइल हेर्नुहोस् एन्ड्रोइडै भए पनि स्क्रिन फुटिरहेको कि त पुरानो फोन तपाईँको बाउ आमाको हातमा हुन्छ। किन भन्दाखेरि तपाईँलाई राम्रो के दिनुको लागि भविष्य दिनुको लागि तपाईँलाई राम्रो स्कुल पढाउनुको लागि तपाईँको बाउ आमाले कति दुःख गर्छ तर के तपाईँले त्यसको कदर गर्न सक्नुभएको छ आजसम्म। कतिजना हामी हुर्केर छोराछोरी भइसक्यौँ हामी पनि आमा बाउ भइसक्यौँ होला तर के तपाईँ र मैले बिहा गरेर यत्रो ठुलो भएर नानीहरू ठुल्ठुलो भएर पनि हाम्रो बाउ आमालाई हामीले हेरेका छौँ कहिले उनीहरूको पिरलाई बुझेका छौँ कि अहिले पनि हामी कतिजनाले त बुढोहरू भन्छ क्या बाबामा के भन्छ अरे बुढो मान्छेले यस्तो गरे उसो गरे नि भन्छ। हामीले एकअर्कालाई बुझ्नै सकेका छैनौँ परिवार कसरी शान्ति हुन्छ। हामीले एकअर्कालाई तुलना गरिरहन्छ फलासँग भने कसरी परिवारमा शान्ति आउँछ। तपाईँले तपाईँको वाइफलाई आदर गर्न सक्नुपर्छ। भन्छ नि हामी माया गरेको आफ्नो वाइफलाई माया गरेको तिमीहरूलाई माया गरेको भनेर मैले अस्ति पनि भन्दै थिएँ है। माया र कर्तव्यमा फरक छ। माया र कर्तव्यमा के छ फरक छ। मैले भन्दै थिएँ अस्ति पनि फ्रिज किनेर ल्याएपछि त्यसलाई अफ गर्नुपर्छ बेलाबेला त्यसको पानी फ्याँक्नुपर्छ सफा गर्नुपर्छ त्यो मेरो माया हो फ्रिजप्रति के हो कर्तव्य हो नि। मैले त्यो फ्रिजलाई सफा गरेर बिग्रिन्छ त्यो मेरो के हो कर्तव्य हो। तर हामीले चाहिँ अहिले के जान्दछौँ भने हस्बेन्डहरूले यसो भन्छ राम्रो लुगाहरू हामीले दिएकै छु अरूको लागि भन्दा राम्रै राखेकै छु है राम्रो साडी किनिदिएकै छु अरूको लागि अरूभन्दा राम्रो खानु दिएकै छु यो चाहिँ के हो मेरो माया हो भन्छ कि। तर त्यो चाहिँ के हो माया हो त्यो चाहिँ के हो कर्तव्य मात्रै हो नि त्यो त कर्तव्य मात्रै हो। किन भन्दाखेरि एउटा वाइफले जब हस्बेन्डको घरमा आउँछ सबै कुरा छोडेर आएको हुन्छ। हेर्नुहोस् कतिको बलिदान हुन्छ दिदीबहिनीमा। मैले मेरो जीवनमा अनुभव गरेको छु। सबभन्दा पहिले त्यो दिदीबहिनीले आफ्नो रूप रङ टोटल बिगार्छ किनकि उसको घरमा त ऊ रानी नै हो नि त छोरी के अरे राजकुमारी नै हो नि त। तर यता आएपछि के हुन्छ काम गर्ने जस्तै हुनुपर्छ। बिहानदेखि बेलुकासम्म थाक्छ होइन बिहानदेखिको सुरु हुन्छ उनीहरूको काम तर कहिले पनि भयो अब गर्दिनँ एउटा यस्तो जब अरे कामहरूको कहिले पनि के हुँदैन अरे छुट्टी हुँदैन। कहिले बिमार भयो भने भन्नु पाउँदैन। तपाईँले याद गर्नुहोस् कोही पनि घरमा घर चलाउने आमालाई नि जोडी गरेर आमा पानी दिनु त आमा चिया खाइदिउँ न भात पाकी पाकेन हजार प्रश्न उनीहरूप्रति हुन्छ तर एउटै पनि सोध्ने प्रश्न हुँदैन आमा तपाईँले खाना खानुभयो भोक लाग्यो तपाईँलाई आज तपाईँ बस्नुहोस् न म बनाउँछु यस्ता हामीले गरेको छौँ।
आज आफ्नो बाबुआमालाई हामीले याद गरेका छौँ। बाइबलले हामीलाई स्वर्ग जान मात्रै सिकाउँदैन क्या। बाइबलले तपाईँ र मलाई नि भात खानु मात्रै टेबलमा बसेर सिकाउँदैन, सफा लुगा लगाएर घर सफा राखेर चचाउनु मात्रै भेटिहाल्नु मात्रै सिकाउँदैन। बाइबलले यो पनि सिकाउँछ हामीले एकअर्कालाई के पनि गर्नुपर्छ, कदर पनि गर्नुपर्छ, हाम्रो सम्बन्धहरूलाई राम्रोसँग याद पनि गर्न सक्नुपर्छ। तपाईँको लागि सबै कुरो त्यागेर तपाईँसँग जीवन बिताउनु आयो, तपाईँले त माया गर्नु भएन, ठिकै छ, आधी उमेर बित्यो त्यो दिदीको, त्यो बहिनीको, त्यो आमाको, तर तपाईँबाट आएपछि उसको छोरा छोरीले पनि उसलाई आदर गर्नु सक्दैन भने यति साह्रो हृदय तोड्छ कि त्यो मैले अनुभव गरेको छु। हृदय तोडिन्छ त्यो बाउ आमाले। कस्तो मलाई भनेको भनेर तपाईँलाई राम्रो फोन दिनुको लागि बाउ आमाले कति दिनसम्म खाजा खानुभएको छैन होला, पैसा सञ्चय गरेर राख्नुभएको छ। तपाईँको मात्रै चाहना होइन नि, छोराछोरीको मात्रै, बाउ आमाको पनि चाहना हुन्छ दामी दामी कुराहरू गर्ने। तर आज आफूले पुरानो लुगा लगाएर पनि तपाईँलाई दामी दामी लुगा दिन्छ है, छोराछोरी हामी खुसी भएर हिँड्छ। तर दुर्भाग्यको कुरा चाहिँ के छ भने त्यही बाउ आमालाई बजारमा भेट्दाखेरि चाहिँ हामी साथीहरूलाई चिनाउनदेखि के गर्छौँ, लजाउँछौँ। तर एउटा बाउ आउँदैछ भने यताबाट टाढिदिन्छौँ हामी, कि त लुक्छौँ हामी भेटाउन चाहँदैनौँ। किन? हामीले बाउ आमाको सम्बन्धलाई बुझेकै छैनौँ, हामीले बाउ आमालाई इज्जत गर्न सकेकै छैनौँ, हामीले बाउ आमालाई हाम्रो बाउ आमालाई गर्नुपर्ने माया देखाउनै सकेका छैनौँ। हामीले याद गर्नुपर्छ। दाजुभाइहरू बेलुका जब घरमा आउँछ, मैले अस्ति पनि भन्दै रहेछ, थाकेर आउँछ नि, उसको संसार भनेको उसको घरमा बस्ने व्यक्तिहरू हो। जब घरबाट टक्कै दैलो खोलेर आउँछखेरि नि, आउँदाखेरि पस्दाखेरि तपाईँले यति खुसी मनले स्वागत गर्नुहोस् कि दाजुभाइलाई, आउनुहोस् बस्नुहोस् न भनेर। यदि तपाईँको हस्बेन्डहरू चाहिँ 8 बजी 9 बजी पनि घरमा आएको छैन भने चाहिँ विचार गर्नुहोस्, घरमा आउनु मन उसलाई यति पर्दैन। त्यस्तो भएर त मान्छेले ओभरटाइम काम गर्छ बाहिर क्या त, बेलुकासम्म ओभरटाइम गरेर काम चाहिँ के हो, घरमा जानै मन पर्दैन। तर घर जाउँ बनाउने चाहिँ घरको व्यक्तिहरूको कर्तव्य, आमा बाउ वाइफको छोराछोरीको स्वागत गर्नुपर्छ। थाक्नुभयो होला बस्नुहोस् न एकछिन, त्यति मात्रै भनिदिनुहोस् त, उसले संसार जित्न सक्छ। तर आज परिवारमा यस्तो कुराहरू नभएको त यो स्यालले सबै कुरा ध्वस्त पारेर चाहिँ लगिसकेको छ, बर्बाद बनाइसकेको छ, परिवार टुटिसकेको छ। आज यो भिडमा पनि हामी देख्दाखेरि परिवार नानी चेपेर आइरहेको, हस्बेन्ड वाइफ आइरहेको, तर भित्रबाट यदि स्क्यान गरेर हेर्नु भने चाहिँ चकनाचुर भएको परिवारहरू रहेछ। तर परमेश्वरले के चाहनुहुन्छ चाहिँ मेरो छोराछोरीहरू है जोडिएर परिवारमा राम्रो भएर आओस्, आदर गरोस्। त्यही हामीले सिक्नुपर्छ मण्डलीमा कसरी हामीले जिउनुपर्छ, हाम्रो फ्यामिली कसरी जिउँछ भनेर हामीले एकअर्कालाई के गर्नुपर्छ, राम्रोसँगले बोलेर हिँड्नुपर्छ। नत्र हाम्रो परिवार टुट्छ, नत्र हाम्रो परिवार टुटेर जान्छ। अब मैले स्याल 2टा पौडी भनेको त एउटामै सक्यो। एउटा लास्ट उदाहरण भनेर म बन्द गर्छु ल, सक्यो मेरो समय। बाउ आमाले चाहिँ तपाईँ र मेरो लागि अथवा हामीले माया गरेको मान्छेहरूले हाम्रो लागि कति धेरै उनीहरूले बलिदान गर्छ, उनीहरूले आफूलाई कतिसम्म गिराउन सक्छ भन्ने कुरालाई म एउटा सानो उदाहरण भनेर बन्द गर्छु। एउटा घरमा एउटा चिठी आउँछ, त्यो चिठीमा के लेखेको हुन्छ भन्दाखेरि चाहिँ आज मेरो बर्थडे हो, अनि धेरै वर्ष बादमा बर्थडे मनाउँदैछु, पुरानो साथीहरूलाई लिएर आएर तिमीले पनि के अरे बर्थडेमा भागीदार हुनु ल भनेर एउटा चिठी इन्भिटेसन आउँछ। त्यो यसो हेर्छ, त्यो इन्भिटेसन दिने मान्छे चाहिँ भयङ्कर धनी हुन्छ, यति धनी हुन्छ ऊ, उसको महलहरू हुन्छ। तर जो मान्छे जो त्यहाँनिर इन्भिटेसन लिएर घर जाने हुन्छ त्यो मान्छे गरिब एकजना साथी हुन्छ, सबैजना धनी साथीहरू हुन्छ, तर ऊ चाहिँ एकजना गरिब साथी हुन्छ, तर जानै पर्ने हुन्छ किनभने साह्रो मिल्ने साथीहरू हुन्छ। अनि बेलुका टक्कै त्यो पुग्छ, त्यो ठुलो धनी मान्छेले केक काट्नको लागि अगाडि है सबैलाई बोलाउँछु अरू साथीहरू भनेर केक काट्छ। तर केक काट्दा काट्दै के हुन्छ भनेदेखि चाहिँ त्यो धनी मान्छेको हिराको हार हुन्छ क्या, डायमन्डको के अरे औँठी हुन्छ, सरी हार होइन औँठी हुन्छ। औँठी चाहिँ त्यो के गर्दाखेरि कहाँ झरी बढाउँछ त्यहाँबाट त्यो पुरा हल्ला मचिन्छ क्या त्यहाँ, ला औँठी हरायो, औँठी खोजौँ निकै महँगो हुन्छ। त्यहाँबाट त्यो केक काट्ने मान्छेको त जसको बर्थडे छ अनुहारै अँध्यारो हुन्छ क्या, अनुहार अँध्यारो भएर मौली भन्छ मेरो त औँठी हरायो। के गर्नुपर्ने भन्दाखेरि चाहिँ त्यसलाई उसको धनी साथीहरूले भन्छ यसो गरौँ न त, हामी के गरौँ भने नै अब यो कुराले तेरो जिन्दगीभर मनमा रहिरहन्छ, कसले लग्यो अनुहार अँध्यारो भइबस्छ। त्यसो भन्दाखेरि बरु सबैको अगाडि सफा कुरा हुन्छ, सबैको के छामौँ, गोजी छामौँ, जसकोमा औँठी छ त्यो नै दोषी भन्छ क्या।
त्यहाँ सबै मान्छ लु 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 मेरो पनि छाना लु छाना छाना भने धनी केटा सबै हुन्छ। तर त्यो गरिब एउटा यहाँनिर साथी हुन्छ नि, त्यो गरिब साथीले चाहिँ होइन होइन नछानु गोजी, त्यो त विश्वास नगरेको जस्तै भइगयो नि भन्छ क्या। त्यहाँबाट सबैको नजर कोपट्टि जान्छ त्यो गरिब मान्छे। अनि यसले चाहिँ किन चाहिँ त्यो के अरे गोजी सामने देख्छ होइन, सबैले दिँदैछ भनेपछि औँठी कसकोमा छ, यसकोमै छ। त्यहाँ अरूले खिसिकन थाल्छ तैँले धनीदेखि साथीलाई अन्त यो औँठीको दाम त निकै पर्छ, निकै मेरो दुःख टर्छ भनेर सायद तैँले यो के गरेको होला, औँठी लगेर गोजीमा राखेको होला। तर औँठी चाहिँ चेक गर्नै पर्छ, चेक गर्नै पर्छ। आज त दुधको दुध पानीको पानी गर्नुपर्छ भनेर जब खोज्नु थाल्छ उसको गोजीमा हात हाल्नु थाल्छ, उसले दिँदै दिँदैन, होइन म दिँदै दिँदिनँ, यो त एकदमै म दिँदिनँ, चेक गर्नै पाउँदैन भन्छ क्या। त्यहाँबाट त्यो धनी मान्छे भन्छ होस् होस् छोड्यो छोड्यो, यसो नगरौँ, यो उसलाई एकदमै उयो गरेको जस्तो भयो भन्छ। त्यहाँबाट सबै सकिन्छ क्या, त्यहाँबाट सबैले कुरा गर्दै जान्छ त्यसले नै लग्यो नि, नभए त नलग्यो भने के गरिदिन्थ्यो, सामना दिइहाल्यो नि भनेर भन्छ। टक्कै त्यो धनी मान्छे पनि जान्छ, भरे धनी मान्छेको रुममा पुगेर लुगाहरू खोलेर यसो गर्दा त छ्याक 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 गर्छ क्या। भरे उसको औँठी त केमा रहेछ, उसकै कोटको गोजीमा रहेछ, उसकै कोटको गोजीमा रहेछ। यसो रहेछ ला, मैले त्यो मान्छेले के भने गोजी सामौँ भनेर भने केटाको कुरा सुनेर त्योलाई कस्तो अप्ठ्यारो भयो होला, पुरा उसलाई त्यो रिग्रेट हुन्छ क्या। मैले नभन्नु पर्थ्यो, त्यो मान्छेलाई नभन्नु पर्थ्यो भन्ने हुन्छ। तर उसले मनमा एउटा अर्को प्रश्न हुन्छ, यदि उसको गोजीमा औँठी थिएन भने चाहिँ उसले चेक गर्नु चाहिँ किन दिएन त। उसलाई यति साह्रो खुल्दुली हुन्छ, रातभरि ऊ सुत्दै सक्दैन, बिहानै उठेर त्यो गरिब मान्छेको घरमा जान्छ, दैलो ढाउँछ ट्याक 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 गर्छ, दैलो बल्ला खोलिन्छ। चक्कै बस्छ त्यो मान्छे पनि, गरिब मान्छे पनि। अरे तँ यहाँ आएको किन आएको त, माइज यहाँ माइज जा बाहिर दैलोबाट पस्नै दिँदैन मलाई। उसले भन्छ पस्नु दिएन मलाई, पस्नु दिएन भनेर जबरजस्ती दैलो पढेर पस्दै कि त्यस्तो गरेर हेर्दै त उसको बेडमा एउटा सानो बेडमा माटो लुगा ओढेर एउटा बिमारी नानी हुन्छ क्या। ऊ चाहिँ केही दिन मात्रै बाँच्ने हुन्छ त्यो नानी चाहिँ, यति साह्रो माइलाको अवस्थामा सुतिरहेको हुन्छ क्या। त्यहाँबाट उसले सट्टै भित्र बस्दाखेरि उसले केही भन्नै सक्दैन त्यो धनी मान्छे, के अरे त्यो गरिब मान्छेलाई। अन्त उसलाई भन्छ म तँलाई माफ माग्नु आएको, हिजो मैले तँसँग नराम्रो व्यवहार गरेँ, मेरो साथीले पनि गर्यो, वास्तवमा औँठी त मेरो नै थियो रहेछ, तर तँलाई माफ माग्नु आएको, तँलाई मैले बेइज्जत गरेँ, मलाई माफ गरिदिएन भने। अन्त केही छैन न ठिकै छ भन्छ त्यो गरिबले। त्यहाँबाट निक्लिन्छ, धनी निक्लेपछि दैलो बाहिर आइसकेको फेरि फर्किन्छ ऊ। तर उसले भन्छ त एउटा कुरो मैले चित्तै बुझेको छैन, जब तेरो गोजीमा औँठी थिएन भने तैँले गोजी सामने किन दिनुहोस् भन्छ। त्यतिखेर त्यो मान्छेले भन्छ मेरोमा औँठी थिएन, साँच्ची नै औँठी थिएन, तर मेरो नानीले जब म यहाँबाट त्यो बर्थडेमा जाँदै थिएँ उसले मलाई के भनिदिने, बाबा मलाई राम्रो मिठाई खानु मन परेको छ, कति दिन भयो आउँदा ल्याइदिनुहोस् ल दोकानबाट भनेको थियो। तर मेरोमा न त तँलाई गिफ्ट दिने के पैसा थियो, न त मेरो छोरालाई मिठाई ल्याइदिने पैसा मसँग थियो, किनकि म गरिब छु, नानीको दबाई पानीको त सबै सकिएको छ। तर मैले के गरेँ भन्दाखेरि चाहिँ त्यो दिन त्यो हिजो तैँले छाम्दाखेरि मेरो गोजीमा औँठी त थिएन, तर मेरो गोजीमा के थियो, मिठाई राखेको थियो। तैँले छामे पनि त्यो मिठाई पाउँथिस् अनि तैँले मिठाई लान्थिस् मेरोबाट, तर मेरो छोरालाई मिठाई खानु मन थियो, म कहाँबाट दिनु, यसकारण मैले मेरो गोजी छाम्ने किन गरेको नदिएको। तपाईँ र मलाई मेरो हाम्रो बाबुआमाले यति साह्रो माया गर्नुहुन्छ, यो कथा जस्तो नहोला, तर कतिवटा बलिदानहरू यो कथाभन्दा ठुलो छ। तपाईँले मलाई त्यति सेक्रिफाइस गरेको छ हाम्रो बाबुआमाले, हामीले उनीहरूलाई के गर्नुपर्छ, फर्केर आदर दिनुपर्छ, उनीहरूलाई हामीले माया गर्नुपर्छ, सोध्नुपर्छ बाबा आमा जति